त फर्स्टमा सिम्पल तरिकाले हेर्नु फर्स्टमा तपाईँको मेलमा चाहिँ तपाईँलाई आइडी पासवर्ड आएको छ फर्स्टमा हजुरलाई आइडी पासवर्ड आएको छ यो आइडी पासवर्डलाई लगइन गर्नको लागि हजुरले चाहिँ मेटा ट्रेड 5 मा गइसकेपछि मेटा ट्रेड 5 मा गइसकेपछि हजुर माथि 3 डटमा साउन्ड नै सानो आएको छ भन्नुभएको छ ओके अहिले क्लियर छ ओके क्लियर क्लियर फर्स्टमा छ मेटाट्रेड 5 ओपन गरिसकेपछि मेटाट्रेड 5 को म्यानेज एकाउन्ट भनेर छ त्यो 1 सेकेन्ड ओके अहिले क्लियर छ साउन्ड हेलो 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 आइरहेछ सर आइरहेछ क्लियर छ अब क्लियर छ नि है हजुर आइरहेछ ओके अघि भन्दा चाहिँ क्लियर छ नि अहिले है देवल सर मेरो साउन्ड क्लियर छ नि है साउन्ड पुरै क्लियर छ सर नो प्रब्लम ओके क्लियर छ सर क्लियर ओके मेटाट्रेड 5 सम्म जानुभयो हजुरहरू मेटाट्रेड 5 सम्म गइसकेपछि माथि 3 डटमा क्लिक गरेर चाहिँ म्यानेज एकाउन्ट भनेर आउँछ ओके म्यानेज एकाउन्टमा क्लिक गरिसकेपछि सबैभन्दा टपमा हेर्नु है त सबैभन्दा टपमा माथि तपाईँको प्लस जस्तो चिन्ह छ प्लसको जस्तो चिन्ह छ ओके प्लसको चिन्हमा क्लिक गरिसकेपछि तपाईँको चाहिँ फाइन्ड ब्रोकर भनेर आउँछ हजुरहरूले चुज गर्नुपर्ने हुन्छ फाइन्ड ब्रोकर इनसाइड सर क्यापिटलको तपाईँले चाहिँ एकाउन्ट लिनुभएको छ भने चाहिँ लेभरेज मार्केट भनेर यसको सर्भर चाहिँ तपाईँको चाहिँ लेभरेज मार्केट LEVERAGE लेभरेज मार्केट जुन तपाईँको चाहिँ लेभरेज मार्केट भनेर चाहिँ सर्भर छ सर्भरलाई तपाईँले क्लिक गरिसकेपछि तपाईँको लगइन आइडी र पासवर्ड हाल्ने ठाउँ आउँछ सर्भरलाई क्लिक गरिसकेपछि तपाईँले लगइन आइडी आफ्नो लगइन आइडी कपी गर्ने यो लगइन आइडी भयो देन तपाईँले आफ्नो पासवर्ड जे आएको छ मेलमा त्यो पासवर्ड चाहिँ कपी गरेर चाहिँ पासवर्डमा चाहिँ तपाईँले हाल्नुभयो भने चाहिँ यहाँ चाहिँ सो नहुँदो रहेछ लगइन गरिसकेपछि चाहिँ तपाईँको एकाउन्ट चाहिँ लगइन भयो ओके यहाँसम्म पुग्नुभयो कम्प्लिटली हुनुहुन्छ यहाँसम्म ओके क्लियर हुनुहुन्छ नि है यहाँसम्म यो डेमो एकाउन्ट हो सर कन्टेन्ट एकाउन्ट हो सर डेमो एकाउन्ट होइन कुनै पनि हाम्रो स्टुडेन्टलाई कुनै पनि स्टुडेन्टहरू हुनुहुन्छ भने चाहिँ कुनै दिन पनि हाम्रो डेमो एकाउन्टमा ट्रेड गरेर पनि देखाउँदैन सर र तपाईँको डेमो एकाउन्टमा ट्रेड गर्न पनि सिकाउँदैन सर है जे हुन्छ सबै कुराहरू रियल हुन्छ सर सर मेरो साउन्ड अझै पनि सानो आएको छ र एकदमै सानो सर मेरो साउन्ड डेभिल सर मेरो सानो छ हो साउन्ड छैन सर कन्टिन्यू सर ओके अब फर्स्टमा हेर्नु है त हामीले धेरै प्राय ट्रेड गर्ने भनेको आइएम अ गोल्ड ट्रेडर मैले चाहिँ 90% चाहिँ गोल्डमै ट्रेड गर्छु अरू करेन्सीहरूमा पनि हामी सिकाउँछौँ होइन सबै कुराहरू चाहिँ हजुरहरूलाई सिकाउँछौँ ट्रेड गर्न चाहिँ तर एभ्री टाइम हामी 90% चाहिँ म गोल्डमै ट्रेड गर्ने भएको हुनाले चाहिँ अब फर्स्ट अफ अल चाहिँ हजुरहरूलाई सिम्बलहरू चाहिँ थाहा हुनु पर्यो है गोल्डको सिम्बल के हो सिल्भरको के हो युरोको के हो यो कुराहरू चाहिँ थाहा हुनु पर्यो फर्स्ट अफ अल गोल्डको सिम्बल निकाल्नको लागि चाहिँ हजुरले चाहिँ यहाँ तल अप्सन छ 4वटा 5वटा हिस्ट्री ट्रेड चार्ट क्विट्स भनेर चाहिँ क्विट्समा क्लिक गरेर माथि प्लसको चिन्हमा हेर्नु है टपमा माथि तपाईँको चाहिँ क्विट्सको छेउमा पेन्सिल जस्तो एउटा पेन्सिल जस्तो चिन्ह छ त्यसको साइडमा तपाईँले क्लिक गर्नुभयो भने प्लसको चिन्ह छ ओके अब यहाँ के चाहिन्छ हामीलाई के करेन्सीहरूमा चाहिँ हामीले ट्रेड गर्छौँ यहाँ चाहिँ हामीले चाहिँ सिम्बलहरू चाहिँ खोज्नु XAU USD भनेको चाहिँ गोल्ड भयो XAU USD भनेको चाहिँ के भयो गोल्ड भयो गोल्डको सिम्बल भयो हामी गोल्डमा ट्रेड गर्छौँ सिमानी सेम मेथड हो लगइन हजुर गर्ने मेटा ट्रेड 5 को सिमानी सेम हो सेम नै हो सर ए हस् ओके अनि देन त्यसपछि चाहिँ तपाईँको चाहिँ अब के चाहिँ हामीलाई युरो चाहियो युरो अनि देन USD युरो USD भयो अनि केमा ट्रेड गर्छौँ हामीले BTC अनि USD मलाई चाहिँ यति मात्रै सिम्बल भयो पुग्यो यदि हजुरहरूलाई चाहिँ अरू एड गर्नुपर्ने छ भने चाहिँ
प्लसको चिन्हमा गएर चाहिँ आफूले जे करेन्सीहरूमा चाहिँ ट्रेड गर्नुहुन्छ त्यो करेन्सीहरू चाहिँ एड गर्ने। ओके, मैले चाहिँ अब गोल्डको ट्रेड चार्ट ओपन गरेँ। अब फर्स्ट अफ अल त यो कुराहरू हामी पढ्दैछौँ अहिले। अब सबै कुराहरू मैले तपाईँलाई भन्नु भने बुझ्नुहुन्न होइन। सपोर्ट रेसिस्टेन्सहरू चाहिँ हामी पढ्दैछौँ। त्यो कुरा भएको हुनाले चाहिँ मैले प्रपरली सबै कुराहरू चाहिँ यहाँ खोलेन हजुरहरूलाई। मैले जस्ट यो लाइभ चार्ट हो हजुरहरूलाई सर? लाइभ चार्ट हो सर यो चाहिँ लाइभ चार्ट हो है। मार्केट चलिरहेको छ। मैले हिजो सेसन्स गर्ने भनेको थिएँ। हिजोको यो सेसन्समा चाहिँ कति मार्केट आवरमा ओपन न हेर्नुपर्छ? यो ट्रेड अनुसार हुन्छ सर। 5 मिनट, 15 मिनट, 30 मिनट। मैले चाहिँ 4 आवर्स टाइम फ्रेम र 1 आवर्स टाइम फ्रेममा चाहिँ हेर्छु। आइम स्विङ ट्रेडर। मैले चाहिँ स्विङ ट्रेडहरू चाहिँ गरिरहेको हुन्छु। त्यो भएको हुनाले चाहिँ मैले हाई टाइम फ्रेममा हेरिरहेको हुन्छु सर। सर अलिक फास्ट हो। सिम्बल भन्नुभएको छ। सिम्बलमा चाहिँ तपाईँले क्विट्समा क्लिक गरेर प्लसको चिन्ह छ, साइडको चिन्हमा क्लिक गरेपछि गोल्डको सिम्बल हो XAU। XAU USD भनेको चाहिँ गोल्ड। ओके, क्लियर हुनुहुन्छ नि है? XAU USD। अब सबैजनाले जसले कनेक्ट गर्नुभएको छ गोल्डमा ट्रेड गर्दा चाहिँ एकदमै मार्केट एक कुन हो रहेछ सर भन्नुभएको छ। मेटा ट्रेड 5 सर है। मेटा ट्रेड 5, मेटा ट्रेड 5। युरो युएसटीमा यदि जसले कनेक्ट गर्नुभएको छ युरो युएसटीको चार्ट ओपन गर्नु। युरो युएसटीको चार्ट ओपन गर्ने। यदि तपाईँको यदि चार्टमा यसरी ब्ल्याङ्क भएको छ भनेको कुनै पनि बाइङ या सेलिङ गरेको तपाईँलाई अप्सन दिएको छैन या पोइन्ट केही पनि छैन भने चाहिँ सबैभन्दा लास्टमा सबैभन्दा यताको छेउमा चाहिँ 3 डटको अप्सन छ। सबैभन्दा लास्टको छेउमा चाहिँ तपाईँलाई चाहिँ रेड अप्सन र ग्रिन अप्सनको चाहिँ बक्स हो। ग्रिन अप्सन र रेड अप्सनको बक्स छ। यसलाई क्लिक गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ बाई या सेल गर्ने चाहिँ अप्सन दिन्छ। बाई या सेल, बाइङ र सेलिङको चाहिँ तपाईँलाई दुवैतिर चाहिँ अप्सन आयो। आयो, क्लियर हुनुहुन्छ नि है? यहाँसम्म सबैजना क्लियर हुनुहुन्छ नि है? क्लियर एकचोटि फेरि भन्दैमा सर, एकचोटि फेरि भन्नु। ओके, फर्स्टमा यदि तपाईँको यहीँबाट नि सर, फर्स्टमा यदि तपाईँको चाहिँ सर सरी त्यो चाहिँ मेटा ट्रेड 5मा कनेक्ट नै भएन। एकचोटि फेरि भन्न मिल्छ भन्नुभएको छ। गोविन्द ओके जय सर, हेर्नु है। मेटा ट्रेड 5 फर्स्टमा लगइन गरिसकेपछि, ओके प्लिज म्युट गरिदिनु होला। मेटा ट्रेड 5 फर्स्टमा ओपन गरिसकेपछि 3 डटमा क्लिक गर्नु माथि, अनि म्यानेज एकाउन्ट भनेर आउँछ। 3 डटमा क्लिक गर्ने, देन म्यानेज एकाउन्ट भनेर आउँछ। म्यानेज एकाउन्टलाई क्लिक गर्ने। ओके, यहाँसम्म क्लियर हुनुहुन्छ? 3 डटमा क्लिक गर्ने, म्यानेज एकाउन्टमा क्लिक गर्ने, देन प्लसको चिन्हमा क्लिक गरिसकेपछि हजुरलाई फाइन्ड ब्रोकर भनेर चाहिँ अप्सन आउँछ। ओके, फाइन्ड ब्रोकर बुझ्नुभयो नि? अनि त्यहाँ चाहिँ हजुरले चाहिँ लेभरेज मार्केट भनेर चाहिँ सर्च गर्नु। LEVERAGE, लेभरेज मार्केट। यदि तपाईँले इन्साइडर क्यापिटलको एकाउन्ट लिनुभएको छ भने फन्डेड एकाउन्ट है। लेभरेज मार्केटलाई क्लिक गरिसकेपछि तपाईँको लगइन आइडी र पासवर्ड आउँछ सर। ओके, लगइन आइडी र पासवर्ड आउँछ। ओके, मेटा ट्रेड 5 सर है। मेटा ट्रेड 5, मेटा ट्रेड 4 होइन, मेटा ट्रेड 5 डाउनलोड गरेर चाहिँ गर्ने छ। ओके, कनेक्ट भएन भने मलाई फेरि भन्नु, देन म गाइड गरिदिन्छु। हन्ड्रेड केको पर्फर्मबाट सर 4K निकाल्न 4000 त्यस कम्प्लिटली सर सेसन्समा आइसकेपछि थाहा हुन्छ। फर्स्टमा चाहिँ अहिले चाहिँ हामी कुरा गरौँ, देन त्यसपछि चाहिँ अगाडि कन्टिन्यू गरौँ है त। ओके, अब यहाँ आइसकेपछि हजुरको चाहिँ मेन कुरा भनेको टाइम फ्रेम हो। एकको लोगो एकचोटि भन्नुभएको छ। मेटा ट्रेड 5 भनेको तपाईँसँग एप्पल छ कि कुन छ सर? मेटा ट्रेड 5 भनेर माथि टपमा छ सर, हेर्नु त। मेटा ट्रेड 5 ये छ है। मेटा ट्रेड 5, METATRAD ट्रेड 5। ओके, मेटा ट्रेड 5 प्ले स्टोरमा पनि छ, एप स्टोरमा पनि छ। ओके, अब हेर्नु त। फर्स्ट अफ अल टाइम फ्रेम हेर्छौँ हामीले। यदि तपाईँसँग एन्ड्रोइड छ भने चाहिँ बिचमा तपाईँले चार्ट ब्ल्याङ्क भएको ठाउँमा जहाँ पनि क्लिक गर्नुभयो भने तपाईँको यस्तै रोटेट आउँछ। यो चाहिँ भनेको चाहिँ मेटा ट्रेड
मेरो त लगइन आइडी नै आएको छैन भन्नुभएको छ। एकाउन्ट लेखिसकेपछि चाहिँ लगइन आइडी आउँछ सर है। एकाउन्ट लेखिसकेपछि चाहिँ लगइन आइडी आउँछ। ओके, बिचमा क्लिक गरिसकेपछि हजुरले M1 M5 M30 H1 भनेर टाइम छ, यो चाहिँ टाइम फ्रेम हो हजुरहरूको चाहिँ टाइम फ्रेम हो। ओके, 4 आवर्स टाइम फ्रेम, 1 आवर्स टाइम फ्रेम, 30 मिनट टाइम फ्रेम। यसमा चाहिँ क्यान्डलहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट आउँछ जो हामीले क्लासमा पढ्छौँ र योभन्दा अगाडिको सेसन्सहरूमा पनि सायद क्यान्डल स्टिकको चाहिँ सिकेको छैन होला हामीले। अस्ति जोनको मात्रै कुरा सिकेको छौँ, भोलिको सेसनमा चाहिँ हजुरहरूले यो कुराहरू चाहिँ सिक्न पाउनुहुन्छ। ओके ओके, अब यो सेसन्समा यहाँसम्म आइसकेपछि चाहिँ धेरैजनाको सवाल अब बाई सेल कसरी गर्ने होइन, कसरी लिने बाइङ या सेलिङ भनेर चाहिँ सोचिराख्नु भएको छ। यदि चार्ट हजुरको पनि यस्तै ब्ल्याङ्क आएको छ, बाई सेलको अप्सन आएको छैन भने सबैभन्दा छेउमा हेर्नु 3 डट छ लेफ्ट साइडको छेउमा, र राइट साइडको सबैभन्दा छेउमा जानुभयो भने चाहिँ निलो बक्स र रेड बक्स छ। ओके, निलो बक्स र रेड बक्स छ, यो चाहिँ निलो बक्स र रेड बक्स भनेको कुनै पनि MP5 हामीले किन चुज गर्छौँ भने चाहिँ MP5 चाहिँ एउटा प्लेटफर्म हो हामीले ट्रेड गर्नको लागि चाहिँ। हामी कुनै ब्रोकरसँग कनेक्ट हुन्छौँ, देन त्यसपछि चाहिँ हामीले ट्रेड गर्नको लागि चाहिँ कुनै प्लेटफर्म युज गर्छौँ होइन। अहिले चाहिँ मार्केटमा चाहिँ सजिलोसँग स्टुडेन्टहरूलाई सिकाउनको लागि चाहिँ मेटाट्रेड 5 नै सजिलो हुन्छ होइन। म्याक्स ट्रेडरहरू छ, सी ट्रेडरहरू छ, धेरै छन्, थुप्रै प्लेटफर्महरू छन्। तर अहिले चाहिँ नर्मल्ली ट्रेड गर्नको लागि चाहिँ सजिलो चाहिँ MP5 नै छ, मेटाट्रेड 5, मेटाट्रेड 4, यो चाहिँ अपडेटेड भर्जन हो, धेरै केही सोच्नु पर्दैन यसलाई। ओके, लेफ्ट साइडमा राइट साइडमा सबैभन्दा छेउमा ग्रिन बटन र हजुरको रेड बटन छ, यसलाई क्लिक गरिसकेपछि बाइङ र सेलिङ हुन्छ। ओके, बाइङ र सेलिङ। लट साइजको कुराहरू पनि त्यति धेरै क्लासमा भएको छैन, लट साइजको कुराहरू पनि हामीले क्लासमा सेसन्समा गर्नेछौँ भोलिको या पर्सिको सेसनमा, यसलाई पनि वेट गरिदिनु होला। धेरै कुराहरू म आज बुझाउन चाहन्न, जस्ट टेक्निकल कुराहरू मात्रै सिकाउँछु हजुरहरूलाई। अब यो लट साइज हो होइन, यसरी चाहिँ हामीले नम्बरहरू चेन्ज गर्नु मिल्छ, यो चाहिँ भोल्युममा काउन्ट हुन्छ होइन, नम्बरहरू चाहिँ चेन्ज गर्नु मिल्छ। देन यो चाहिँ कसरी हुन्छ, कसरी काउन्ट गर्ने, कसरी क्यालकुलेसन गर्ने कुराहरू चाहिँ सबै सेसन्स वाइज क्लासमा सिकाउँछौँ। धेरै कुराहरू चाहिँ नसिक्ने। ओके, मसँग $2 लाख एकाउन्ट छ, $2 लाख एकाउन्टमा चाहिँ मैले 0.2 लिगेँ अहिले चाहिँ लट साइज। ओके, लट साइजसँग चाहिँ अहिले चाहिँ म्याटर धेरै नगर्ने। ओके, बाइङ र सेलिङ, हामीले बाइङ र सेलिङ किन गर्छौँ, किनकि कुनै पनि सर्टेन प्राइसमा आइसकेपछि या मार्केटको रेसिस्टेन्स छ या मार्केटको सपोर्ट छ, त्यो कुराहरू हेरेर चाहिँ हामीले चाहिँ के गर्छौँ, बाइङ र सेलिङ गर्छौँ। ओके, नर्मल्ली मैले चाहिँ अहिले एजुकेसन्सको लागि मात्रै सिकाउँदैछु है, ट्रेडहरू चाहिँ एक्जिक्युट नगर्ने, जस्ट मैले एजुकेसन्सको लागि मात्रै सिकाउँदैछु। मैले युरोमै भन्दा पनि मैले गोल्डमै देखाउँछु, किनकि गोल्डमै सजिलो हुन्छ, मार्केट मोमेन्टम भोलाटाइल पनि छ भएको हुनाले। ओके, गोल्डको लागि चाहिँ अहिले मार्केटको मोमेन्टम गोल्डको स्ट्रङ सेलिङ भएको छ, तर मैले चाहिँ 47को जोनबाट चाहिँ मैले यो जोनबाट चाहिँ बाई लिन्छु। ओके ओके, जस्ट यो एजुकेसन पर्पज हो है, धेरै कुरा नसोच्ने, जस्ट यो एजुकेसन पर्पजको लागि। अब मैले बाई त लिगेँ होइन, बाई लिगिसकेपछि चाहिँ मेरो एसएल कति लगाउने भनेको मैले लस कति लिने होइन, लस कति लिने, प्रफिट कति राख्ने होइन। अब यो कुराहरूलाई चाहिँ तपाईँले चाहिँ एसएल र टिपी भन्छ, एसएल स्टप लस होइन, विदाउट ब्रेकको गाडी नचलाउने भनेको सुन्नुभएको छ होला। विदाउट एसएल मार्केटमा चाहिँ ट्रेड रन नगर्ने, बुझ्नुभयो नि, विदाउट एसएल चाहिँ। जस्तो तपाईँको मैले एलआइसी एसएल लिग्यो भने चाहिँ मेरो चाहिँ $149, 152, 1:1, 1:2 पनि हामीले पढेको छैनौँ, सिक्छौँ भोलिको सेसनमा चाहिँ हामी सिक्छौँ बिस्तारै बिस्तारै सबै कुराहरू। जस्तो कि तपाईँको मैले अहिले चाहिँ गोल्डलाई चाहिँ बाई गरेँ, किनकि जस्ट अहिले चाहिँ मैले हजुरहरूलाई एजुकेसन पर्पजको लागि मात्रै सिकाउँदैछु र गोल्ड अहिले साइकोलोजिकल जोनमा छ, त्यो भएको हुनाले चाहिँ मैले गोल्ड बाई गरेर देखाएँ हजुरहरूलाई। ओके, एसएल पनि लगाएर देखाउँछु, मैले टिपी पनि लगाएर देखाउँछु। ओके, क्लियर हुनुहुन्छ नि यहाँसम्म है, क्लियर हुनुहुन्छ? ओके, क्लियर हुनुहुन्छ यहाँसम्म? आर यु क्लियर? प्लिज मेसेज मेसेज मेसेज। ओके ओके ओके, अब हेर्नु है त, जस्तो तपाईँको यहाँसम्मको सेसन्स मैले पावरपोइन्टको ग्रुपको म्यासेज पनि अहिले एकछिनमा देखाउँछु हजुरहरूलाई। यहाँसम्मको सेसन छ, यहाँसम्मको तपाईँको जोन छ, कुनै पनि तपाईँको जस्तै डेभिड सरले हिजो भन्दै हुनुहुन्थ्यो क्लासमा
एज अ सपोर्ट छ भने चाहिँ त्यो जोनबाट चाहिँ के हुन्छ बाई, एज अ रेसिस्टेन्स छ भने त्यो जोनबाट चाहिँ सेल हुन्छ होइन, सुन्नुभएको छ। मार्केट तल छ भनेर चाहिँ तलबाट चाहिँ बाई नै हुन्छ भन्ने हुँदैन, भनेको मार्केट अझै पनि तल आउन सक्छ नि त होइन। यो जोन मार्केटको लागि के छ, मार्केटको लागि चाहिँ साइकोलोजिकल जोन छ। किन भन्ने कुराहरू चाहिँ अब सेसन क्लासमा स्टार्ट गरिसकेपछि होइन, पढिसकेपछि यो कुराहरू सिकाउँछु, बाई कहाँबाट गर्ने सेल कहाँबाट गर्ने भन्ने पनि। अब जस्तो मैले एसएल लिगेँ हजुरको चाहिँ, मैले $100 मानौँ, 70 भनेको 2 लाख $2 एकाउन्टमा मैले 500 1000 लस लिन त सक्छु होइन, 5000 लस लिन सक्छु नि त। तर म चाहिँ लेख्दिनँ अहिले चाहिँ, जस्ट मैले हजुरहरूलाई एजुकेसन पर्पजको लागि भनेको मैले $100 चाहिँ एसएल लिगेँ। ओके, $70 मानौँ ल, $80 $92 चाहिँ मैले एसएल लिगेँ। यो चाहिँ सानो तल देखाएको छ एसएलटिपी भनेर देखाएको छ, यसलाई तपाईँले ठिक गर्नुभयो भने चाहिँ मोडिफाई भइसकेपछि यो चाहिँ एसएल लाग्यो। एसएल कसलाई भन्छ भनेपछि यो प्राइस भन्दा गोल्ड तल आएर चाहिँ मेरो यो प्राइस भन्दा यदि तल गयो भने चाहिँ मेरो पोजिसन चाहिँ यहाँबाट क्लोज होस् भनेर चाहिँ लगाउने पोजिसनलाई चाहिँ एसएल भन्छ। तपाईँको एकाउन्ट चाहिँ यसले चाहिँ सेभ गर्छ। ओके, अब टेक प्रफिट केलाई भन्छ भनेपछि यदि तपाईँ कुनै ठाउँमा जाँदै हुनुहुन्छ या कुनै बाहिर निस्किनु भएको छ भने चाहिँ मैले चाहिँ यसलाई चाहिँ अब यहाँ चाहिँ जस्तो मानौँ $200 होइन, $90 छ भने चाहिँ ल, $180 चाहिँ मैले चाहिँ के गरेँ, यसलाई चाहिँ ओके 160 भनेको 1:2 भयो। नर्मल्ली तपाईँको 1:1 1:1.5मा चाहिँ मैले चाहिँ टिपी लगाएँ। हेर्नु है, भनेको मेरो एसएल पनि सेट भयो, मेरो टिपी पनि सेट भयो। भनेको यो जोनभन्दा तल आयो भने चाहिँ मेरो स्टप लस सेट हुन्छ, लस क्लोजिङ हुन्छ होइन। यो जोनभन्दा माथि गयो भने चाहिँ यो मैले लगाएको जोन छ त्यो ठाउँसम्म, त्यो पोइन्टसम्म गयो भने चाहिँ मेरो चाहिँ के हुन्छ, प्रफिट चाहिँ बुक हुन्छ। मैले अझै प्रफिट बुक गरेको छैन, मेरो $93 रनिङ प्रफिट चलिरहेको छ। ओके, $85 $80 होइन, $71। मार्केटको मोमेन्टम, मार्केटको सिनारियो हेरेर जस्तो अब तल आउँदैछ मार्केट होइन, मेरो 1:1 हिट भएको थियो, मैले चाहिँ के गरेँ, क्लोज गरेन, मैले टिपी लगाएर छोडेँ, मैले चाहिँ क्लोज गरेन। भनेको यसलाई नर्मल्ली पनि तपाईँले चाहिँ क्लोजिङ गर्न चाहिँ सक्नुहुन्छ। भनेको यति प्रफिट $75 भयो, ठिक छ, म चाहिँ अब यसैमा सेटिस्फाई छु भन्नुभयो भने चाहिँ यसलाई क्लोज गर्न पनि मिल्यो। यसलाई यसरी क्लोज गरिदिनु, क्लोज भयो, तपाईँको टेक प्रफिट चाहिँ बुक भयो हजुर होइन, इन्ट्री चाहिँ बुक भयो। जस्तो अब अर्को सिनारीमा अब मैले सेल लिगेँ होइन है, सेलको पनि सेम सिनारी, मैले एसएल चाहिँ कहाँ राखेँ, माथि राखेँ $90 टिपी चाहिँ कहाँ राखेँ, $143 चाहिँ मैले चाहिँ के गरेँ, टिपी राखेँ। ओके, सेम अघि जसरी बाई लिगेको थिएँ अहिले चाहिँ सेल लिगेँ मैले, सेम सिनारियो होइन, सिचुएसन सेम छ। ओके, सेल लिने भनेर तपाईँको बाई लिने भनेर मार्केट जहाँ छ त्यहीँबाट चाहिँ बाई सेल लिने होइन कि, जस्तो मैले अहिले त जस्तो एजुकेसन पर्पजको लागि मात्रै सिकाइरहेको छु यो कुरा। जस्तो तपाईँको यो सिनारीमा चाहिँ मैले एउटा वाट्सएपमा हाम्रो म्यासेजहरू देखाउँछु स्टुडेन्टहरूको, पावर क्याम्पको म्यासेज हो जुन आजको स्टुडेन्टहरूले गरेको ट्रेड छ। जस्तो कि मर्निङमा हामी सेटअपमै नभए तापनि आफैले उहाँहरूले चाहिँ आफूले ट्रेड गर्नुभएको छ यो होइन, आफूले ट्रेडहरू गर्नुभएको छ, यसरी पोस्ट गर्नुभएको छ। एज अ प्रफिट एज अ लस जे भए पनि उहाँहरूले आफ्नो सेटअपहरू सेयर गर्नुभएको छ होइन, यसरी सेयर हुन्छ। सेम कन्डिसन भोलि तपाईँ पनि जोइन भइसकेपछि हामी सेयर गर्छौँ। स्टुडेन्टको $29.78 प्रफिट बुक गर्नुभएको छ होइन। ट्रेडहरू हामीले यसरी गर्छौँ, जोनमा बस्छौँ, सेटअपहरू दिन्छौँ, हरेक कुरा सबै स्टुडेन्टहरूसँग पर्सनल वाइज कुरा हुन्छ। सायद अब हाम्रो पर्सिबाट चाहिँ पावर कमको सेसन्स भने हाम्रो पर्सिबाट स्टार्ट हुन्छ। नर्मल्ली 0.02ले लिनुभएको छ, $5 बुक छ टिपी होइन। यसरी चाहिँ आफ्नो सेटअपहरू चाहिँ यहाँ सेयर गर्नुहुन्छ। तपाईँको केही क्वेसन्सहरू छ भने म्यासेज हुन्छ, यहाँ म्यासेज गर्नुहुन्छ होइन। यसरी चाहिँ हजुरहरूलाई सिक्नको लागि पनि एकदमै इजी हुन्छ, एकदमै सहज हुन्छ। आफ्नो आफ्नो सेटअप पठाउनु भएको छ, मैले पर्सनली सोधेको छु, सेल लेख्नु भयो तपाईँले, रिजन के छ यसको होइन। यो कुराहरू चाहिँ आज यहाँ चाहिँ जतिजना हुनुहुन्छ एक्टिभ मेम्बर मात्रै हुनुहुन्छ, जो एक्टिभ हुनुहुन्छ, आफ्नो ट्रेड सेटअप पठाउनु भएको छ, $56 बुक गर्नुभएको छ। रियल एकाउन्टबाट पनि धेरै हुनुहुन्छ, फन्डेड एकाउन्टबाट पनि हुनुहुन्छ होइन। यसरी चाहिँ हामीले चाहिँ ट्रेडहरू चाहिँ एक्जिक्युट गरेको छौँ पावर क्याम्पमा। ओके, लर्निङको कुराहरू
के भयो ओके यो ट्रेडको चाहिँ मेरो चाहिँ के भयो एसएल गयो अब हेर्नु है त एसएल कहाँबाट गयो भन्ने कसरी थाहा हुन्छ $90 चाहिँ मेरो चाहिँ के भयो एसएल गयो एसएल लिग्यो $90 चाहिँ $72 चाहिँ मैले प्रफिट बुक गरेको थिएँ $90 एसएल गयो मेरो अब कति भयो -17 भयो यो चाहिँ म चाहिँ माइनसमा गयो ट्रेड चाहिँ बुझ्नु नि बाई पनि लिग्यौँ हामीले सेल पनि लिग्यौँ होइन ओपन पनि गऱ्यो फेरि मैले अझ एउटा सेल लिगेँ एउटा सेल पोजिसन लिगेँ मैले फेरि एसएल नै एसएल केही पनि राखेन मैले एसएल टिपी केही पनि राखेन मैले जस्ट नर्मली छोडिदिएँ है त्यतिकै यसमा अरे अब बाई गुड बाई जोन्स ओके र एसएल टिपी केही पनि छैन भने जस्तो न्युजको सिनारीओमा होइन न्युजहरू पनि हेर्न सिकाउँछु म न्युजको सिनारीओमा पनि मार्केटको एकदमै मोमेन्टम चाहिँ हाइली भोलाटाइल हुन्छ गोल्डमा चाहिँ बुझ्नु है नि एसएल लगाएँ मैले $188 टिभी लगाएँ मैले $200 ओके यो पनि वेट गरौँ जस्ट अहिले एजुकेसन पर्पजको लागि मात्रै सिकाइरहेको छु है आज यसरी चाहिँ ट्रेड हुँदैन होइन यो यसलाई चाहिँ ट्रेड चाहिँ भन्दैन जस्ट यो चाहिँ हजुरहरूलाई अहिले सिकाउनको लागि मात्रै जस्ट एजुकेसन्सको लागि मात्रै यसरी चाहिँ ट्रेडहरू नगर्ने वेट हुन्छ प्यासन्स हुन्छ होइन जस्तो मैले भनिरहेको थिएँ साइकोलोजिकल जोन भनेर यो जोनहरूमा पनि कसरी ट्रेड लेख्छौँ हामीले बाइसेल कसरी लेख्छौँ यो कुराहरू चाहिँ मैले हजुरहरूलाई कम्प्लिटली सिकाउँछु ओके पोजिसन चाहिँ क्लोज गर्दै ओके क्लियर हुनुहुन्छ नि है MT5 कसरी कनेक्ट गर्ने ट्रेडहरू चाहिँ कसरी एक्जिक्युट गर्ने केही कुराहरू कन्फ्युज छ ओके प्लिज कन्फ्युज छ कसैको केही कन्फ्युज छ यहाँसम्म क्लियर हुनुहुन्छ नि है प्लिज म्यासेज 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 कन्फ्युज छ भने चाहिँ अझै सोध्नु होइन कन्फ्युज छ भने चाहिँ अझै सोध्नु जो क्राउड क्याम्प ग्रुपमा हुनुहुन्छ हामी भोलिबाट चाहिँ भोलि त न्यु इयर भइहाल्यो पर्सिबाट चाहिँ हामी चाहिँ ट्रेडहरू चाहिँ टोटल्ली एक्जिक्युट गर्छौँ है सर सेल एन्ड बाई एकचोटि फेरि भनिदिनु न भन्नुभएको छ ओके कन्फ्युज छु सर भन्नुभएको छ ओके सर कन्फ्युज नहुने हजुर ओके सर सर त्यो मेटा ट्रेड 5 भन्नुभयो नि त्यो लगइन चाहिँ कहाँबाट गर्ने लगइन गर्दा त युजर आइडी अनि हजुरलाई त्यो पठाउनु भएको छ नि पासपोर्ट त्यो त हाल्दा मिस्टेक देखाइरहेछ लगइनै हुँदैन Excuse me, sir. मलाई व्हाट्सएपमा म्यासेज गर्न होला त हस् Sir, सर सुन्नुभएको छ ओके सर सुभाष सर हजुर हजुर सुनिरहेको छु सर जय सर त्यो त्यही त एमटी 5 छ नि सर मैले हजुर हजुर जसरी लगइन हुनुभएको छ नि त्यसरी नहुँदो रहेछ क्या त्यही मैले भन्नलाई हो सरको पनि त्यही भएन यो अर्कै तरिकाले ओके त अलि एमटीमा अलिक फरक हुँदो रहेछ त्यो मेरो खोइ मेरो फरक आइफोन फरक भएको कि है मैले एप्पलमा गर्नु त चाहिँ गरेँ ओके एप्पलमा चाहिँ यता अँ साइडमा हुन्छ राइट साइडमा माथि हुन्छ सर एप्पलमा चाहिँ है त्यही एन्ड्रोइडमा र त एप्पलमा चाहिँ डिफ्रेन्ट हुन्छ सर मैले त्यही एप्पलमा त म पनि कनेक्ट गरेर सिकाउनु एप्पलबाट पनि त्यही के कन्फ्युज हुनुहुन्छ भने चाहिँ त्यही गर्दा गर्दा अलिकति मैले मिस गरेँ सर हजुरले यो सेल र बाई ओके अर्डर कसरी राख्ने एकचोटि प्लिज भनिदिनुहोस् न सर है सर ओके त्यति एप्पलमा हुनुहुन्छ नि थ्याङ्क यू तपाईँ है आइफोन ए आइफोनमा हुनुहुन्छ हजुर भने चाहिँ आइफोनमा ओके हजुर ओके सर ओके थ्याङ्क यू तपाईँ सर एप्पलबाट हुनुहुन्छ भने अब एप्पलको चाहिँ तपाईँको चाहिँ टाइम फ्रेम चाहिँ माथि देखाएको हुन्छ बिचमा क्लिक गरेर चाहिँ रोटेट हुँदैन सर टाइम फ्रेम चाहिँ है एप्पलमा चाहिँ टाइम फ्रेम चाहिँ रोटेट हुँदैन र सेम सेम नै एन्ड्रोइडको र एप्पलको चाहिँ के डिफ्रेन्स छ भने चाहिँ टाइम फ्रेमहरू चाहिँ तपाईँको यसरी क्लिक गर्नुभयो भने चाहिँ एन्ड्रोइडमा आउँछ सर होइन एप्पलमा चाहिँ यसरी चाहिँ आउँदैन बुझ्नु मैले अनि सर पिसीमा नि सेम ओके हो कि एन्ड्रोइड जस्तै पिसीमा पनि सेम हो सर पिसीमा पनि सेम हो फाइन्ड योर ब्रोकर गर्नुपर्ने हुन्छ होइन फाइन्ड योर ब्रोकर गरिसकेपछि आउँछ सर ल्यापटपमा पनि आउँछ इजी छ ल्यापटपमा त झन् फाइन्ड योर ब्रोकर गरिसकेपछि इजी तरिकाले आउँछ ल्यापटपमा पनि ओके मैले ल्यापटपमा पनि कनेक्ट गर्न सिकाउँछु ओके
ओके क्लियर हुनुहुन्छ नि है फोनमा क्लियर हुनुहुन्छ सबैजना कि कन्फ्युज छ भने चाहिँ कन्फ्युजन केही कुराहरू कन्फ्युजन छ भने चाहिँ राख्नु देन होइन भने चाहिँ म ल्यापटप कसरी गर्ने त्यो चाहिँ सिकाइदिन्छु है त र त्यो बाई र सेल कसरी अर्डर प्लेस गर्ने एकचोटि त्यो देखाइसेन है सर एकचोटि प्लिज। ओके मैले स्क्रिन सेयर गरेर राखेको थिएँ मेरो आइडी पासवर्ड चाहिँ कसरी सेट गरेर राख्नु भएको छ हो ओके नवरी ओके हेर्नु है त जस्तो तपाईँको चाहिँ बाहिर सेलिङको लागि चाहिँ जस्तो तपाईँको चाहिँ फर्स्टमा चाहिँ माथि हेर्नु त सर सबैभन्दा राइट साइडमा चाहिँ होइन टपको राइट साइडमा तपाईँको चाहिँ एउटा कोर्स जस्तो चिन्ह छ रातो र हरियो चिन्ह छ सर हो हो सर देखि सर। होइन हजुर त्यसलाई क्लिक गरिसकेपछि बाइङ र सेलिङको दुईवटा अप्सन आयो सर हेर्नु त हजुर कस्तो सर आयो हो सर आयो आयो सर अनि यहाँ त्यस्तै चाहिँ आएको छ कतिको एकाउन्ट हो सर तपाईँको 5000 को हो 5000 को सर। यप ओके 0.01 0.02 मात्रै राख्ने लट साइज है सर त्योभन्दा धेरै नराख्ने 0.01मै गरौँ न हुन्छ अहिले सर जस्ट जिरो एजुकेसन पोइन्ट पर्पजको लागि हुन्छ जिरो सर पोइन्ट ओके जिरो वानलाई चाहिँ सर हेर्नु मात्रै है अहिले ट्रेड नलिने हुन्छ सर जस्तो ओके तपाईँको चाहिँ गोल्डमा तपाईँले ट्रेड लिँदै हुनुहुन्छ भने 0.01ले चाहिँ मानौँ या बाई गर्दै हुनुहुन्छ या सेल गर्दै हुनुहुन्छ भने चाहिँ बटनलाई क्लिक गर्ने बाई र सेलिङको जुन छ हो हजुर हजुर मैले चाहिँ अहिले सेल क्लिक गरेँ त्यही जुन हजुर रेड लाइन छ सर रेड लाइनलाई क्लिक गरिसकेपछि तल आयो सर हेर्नु त सबैभन्दा तल एसएलटिपी भनेर आयो सर हजुर हजुर ओके हजुर सर होइन अँ, यसलाई क्लिक हजुर गरिसकेपछि एसएल भनेर आयो अब एसएल कति हजुर डलरमा राख्ने साइडमा देखाएको छ $7 $8 र मैले $10 चाहिँ एसएल राखेँ टिपी चाहिँ तपाईँको हजुर चाहिँ हजुर सेम त्यस्तै गरी टिपी चाहिँ मैले तल लिदिएँ टिपी चाहिँ हजुर ओके टिपी चाहिँ मैले तल लिदिएँ बुझ्नुभयो नि यो हजुर चाहिँ एसएलटिपी हजुर भयो यसलाई चाहिँ अब क्लोज गर्नु पर्यो भने चाहिँ सेम यही रेड अप्सनलाई क्लिक गरेर चाहिँ क्लिक गरेर हजुर क्लोज सेल पोजिसन भनेपछि तपाईँको अर्डर चाहिँ क्लोज भयो ए ओके 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 थ्याङ्क यू सर। ओके नभए सर त्यही सर मैले स्क्रिन सेयर गरेको थिएँ एकजना स्टुडेन्टले चाहिँ आइडी पासवर्ड लिनुभएको छ होइन ट्रेड गर्नुभएको छ कसले ट्रेड गर्नुभएको छ कसले लिनुभएको छ हो आइडी पासवर्ड सही हो होइन गर्नु गर्नु ओके केही केही छैन छैन ट्रेड गर्नु गर्नु केही छैन होइन ट्रेड लिनु भएको छ भने पनि ओके एकाउन्ट पास तपाईँसँग गरिदिनु छ सर भने पनि एकाउन्ट होइन सेफली ट्रेड गर्नु इट्स ओके सेफली ट्रेड गर्नु विदाउट यदि नलेज छैन भने चाहिँ नकिन्नु होइन मैले पासवर्ड एकाउन्ट चेन्ज गर्दिनँ होइन सर राम्रोसँग एकाउन्ट चाहिँ पास ट्रेड गर्नु गरिदिनु 50-50 प्रफिट राखिलिने होइन सर अ, राम्रोसँग सिक्नु आह, ओके मैले ठ्याक्कै हेरेको थिएँ सर बिटिसीको चाहिँ मैले टु लटले चाहिँ बिटिसीको ट्रेड लिएको थिएन कि यो चाहिँ तपाईँ त लसै अनि ठ्याक्कै ट्रेड टु गरिदिनु लट भएछ कसले गर्नुभएछ फेरि केही छैन यो जतिको भइहाल्छ भर्खरै अनि उम्, टु स्ट्यान्डर्डले नै अनि सिधै ट्रेड लिनुभएको रहेछ अनि ठ्याक्कै मैले चाहिँ ओके नभए केही छैन हजुर यदि राम्रोसँग होइन पर्फेक्टली नलेज छ भने चाहिँ ट्रेड गर्नुलाई केही छैन यो एकाउन्ट चाहिँ तपाईँको लागि भयो जोसँग छ राम्रोसँग सेभ गर्न सिक्नको लागि मात्रै आज लर्निङको लागि मात्रै एजुकेसन्सको लागि ओके कसले लिनुभएको छ एकचोटि भन्नु त मसँग छ भन्नु त ह्यान्ड राइज गर्नु त एकचोटि ओके क्रिप्टोमा नि सेम हो भन्नुभएको छ सेम हो सर क्रिप्टोमा पनि सेम नै हो सर है ह्यान्ड गर्नुहुन्छ भने यो एकाउन्ट तपाईँको सर नत्र नि यो एकाउन्ट यो सेसन पछि हामी उडाइदिन्छु सबै लसमा ट्रेड लिदियो होइन इफ तपाईँ ह्यान्ड गर्नुहुन्छ नि यो एकाउन्ट तपाईँको सर इफ गर्नुहुन्न भने इट्स ओके लसमा त झ्याम्मै 10-12 लाखको लस होला नि त तपाईँहरूको पर्सनल प्रोफाइलदेखि। ओके कसले बुझेन लिनुभएको छ होइन मैले स्क्रिन सेयर गरेको थिएँ सर मैले चाहिँ फन्डेड एकाउन्टहरू लिएको थिएँ मैले आइडी पासवर्ड नै स्क्रिन सेयर गरेको थिएँ कसैले चाहिँ आइडी पासवर्ड चाहिँ लगइन गर्नुभएको छ होइन यदि ह्यान्ड मसँग गरेर छ पनि मैले सर गरिरहेको छु भन्नुभयो भने चाहिँ ह्यान्ड रेज मैले गर्नुहुन्छ सेल नि चाहिँ 200K भइराखेको हो र यो तपाईँको अहिले गाइस पनि एक्सक्युज मी सर हेलो त्यो हजुर अहिले सर पनि हजुर रङ पिरियड भटाभट सर हान्दै यो ल्यायो र बाईमा मैले थिच्दाखेरि यहाँ मेरो यो हजुर टर्म्स एन्ड कन्डिसन आउँछ त्यसलाई एक्सेप्ट गर्ने हो सर। या त्यसलाई एक्सेप्ट गर्नु सर टर्म्स एन्ड कन्डिसनलाई एक्सेप्ट गर्नु सर ओके कोसँग छ थ्याङ्क यू सर। एकाउन्ट कोसँग छ खै
ओके दिनुभएको थियो केही छैन ओके कसैले भन्नु भएन मसँग छ भनेर चाहिँ मैले के नगरेँ ओके ओके क्लियर हुनुहुन्छ नि है यहाँसम्म क्लियर हुनुहुन्छ नि कसैको केही छ यहाँसम्म क्लियर हुनुहुन्छ ओके पीसीबाट चाहिँ को हुनुहुन्छ यदि पीसीबाट पनि हुनुहुन्छ भने चाहिँ ल्यापटपबाट र पीसीबाट चाहिँ सेम हुन्छ यदि ल्यापटपबाट र पीसीबाट कोही हुनुहुन्छ भने चाहिँ पीसीबाट कोही हुनुहुन्छ ल्यापटपमा कनेक्ट गर्नुपर्ने छ कसैको ओके मी भन्नुभएको छ ओके सर 1 सेकेन्ड है मैले चाहिँ कनेक्ट गरिदिन्छु ओके ठ्याक्कै मैले हेरिरहेको सर मैले ठ्याक्कै भेटाइहालेँ अनि त्यसपछि ट्रेड लेख्नु भएको भनेर ओके मैले पीसीमा चाहिँ स्क्रिन सेयर गर्छु ओके ओके मैले पीसीमा चाहिँ एकचोटि पीसीमा कनेक्ट गराइदिन्छु है त टेबल सरसँग छ एकाउन्ट नडन सर मैले युज नै गरेको छैन यो ओके होइन होइन जस्ट अब पीसीमा पनि सेम हुन्छ है पीसीमा पनि तपाईँको चाहिँ मेटाट्रेड 5 भनेर चाहिँ तपाईँले चाहिँ गुगल क्रोमबाट या कुनै सर्टेन एप्सबाट चाहिँ तपाईँले चाहिँ एप्लिकेसन चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ फर्स्टमा चाहिँ है मेटाट्रेड 5 भनेर ओके मेटाट्रेड 5 भनेर चाहिँ कन्फ्युज नहुनु होला म भिडियो पनि पठाइदिन्छु सो कन्फ्युज चाहिँ नहुनु होला ओके सेम मेटाट्रेड 5 डाउनलोड गरिसकेपछि सेम अप्सन आउँछ ल्यापटपमा पनि ओके यस्तै छ अनि फर्स्टमा चाहिँ तपाईँले चाहिँ माथि फाइल भनेर अप्सन छ फाइलमा जानुभयो भने चाहिँ 1 सेकेन्ड है हाम्रो एकजना सर हुनुहुन्छ किन मैले जुममा हेरिहालेँ ओके हुन्छ वेट गर्नुभएको छ ओके फाइलमा गइसकेपछि हेर्नु है फाइलमा गइसकेपछि चाहिँ हजुरले चाहिँ ओपन एज एकाउन्ट भनेर छ फाइलमा गइसकेपछि ओके भेटाउनु भयो ल्यापटपबाट हेर्ने है तपाईँ मेटाट्रेड 5 डाउनलोड गरिसकेपछि फाइलको अप्सनमा गइसकेपछि तपाईँको एजेन्ट एकाउन्ट भनेर छ एजेन्ट एकाउन्टमा क्लिक गरिसकेपछि सेम फोनमा जसरी कनेक्ट गर्नुभएको थियो त्यसरी नै एड न्यू कम्पनी भनेर चाहिँ यहाँ चाहिँ तपाईँको एइपिइआरएजिई लेभरेज मार्केट हान्नुभयो भने ओके लेभरेज मार्केट हानेर सर्च गर्नुभयो भने फाइन्ड कम्पनी गर्नुभयो भने चाहिँ लेभरेज मार्केट भनेर देखाउँछ तल यसलाई चाहिँ वान ट्याप क्लिक गरेर नेक्स्ट गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ सर्भर आइडीमा जान्छ लेभरेज मार्केट हेर्नु त यहाँ सर्भर भनेर छ 1 सेकेन्ड है म तपाईँलाई देखाउँछु यहाँ चाहिँ तपाईँको चाहिँ सर्भर आइडी भनेर छ ओके मैले के लेखेको देख्नुभएको छ नि है ओके यो चाहिँ लेभरेज मार्केट भनेर छ तपाईँले चाहिँ कनेक्टेड एक्सटेन्सन एकाउन्टमा टिक लगाउनु भयो भने चाहिँ यहाँ चाहिँ तपाईँले चाहिँ आइडी पासवर्ड तपाईँको जे आएको छ आइडी पासवर्ड मेलमा त्यो आइडी पासवर्ड हानिसकेपछि नेक्स्ट गरेपछि तपाईँको एकाउन्ट चाहिँ कनेक्ट हुन्छ ओके एज अ सिम्पल यो भयो नि कनेक्ट भइसकेपछि तपाईँको यहाँ माथि देखाउँछ नम्बर देखाउँछ तपाईँको ट्रेडमा चाहिँ यहाँ तपाईँको चाहिँ इक्विटी देखाउँछ यसरी चाहिँ तपाईँको ट्रेडमा यहाँ यसरी चाहिँ तपाईँको चाहिँ आफ्नो इक्विटी देखाउँछ ओके तपाईँको कति इक्विटी छ यो इक्विटी देखाउँछ ओके देन ट्रेड एक्जिक्युट गर्नको लागि सेम यसमा पनि जसरी गर्नु छ बाई गर्नुभयो भने बाई गर्ने एसएलको लागि चाहिँ यसमा चाहिँ आज सिम्पल छ एसएलको लागि चाहिँ यसलाई छोपेर चाहिँ जुन यो डट 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 छ यसलाई तानेर तल लिनुभयो भने चाहिँ एसएल भयो यसलाई तानेर माथि लैजानु भयो भने चाहिँ यो के भयो यो चाहिँ टिपी भयो तपाईँको चाहिँ ओके एसएल टिपी आज सिम्पल ओके क्लियर कन्फ्युज हुनुहुन्छ त केही कुराहरूमा ओके प्लिज केही कन्फ्युज हुनुहुन्छ भने चाहिँ सोध्नु थियो प्लिज कन्फ्युज हुनुहुन्छ केही कुराहरूमा सर यसको एउटा भिडियो बनाएर बरु हालिदिनु न ग्रुपतिर ओके मैले रेकर्डिङ नै गरेको छु सर मैले पठाइदिन्छु है
ए हस् Excuse सर me, sir. हुन्छ हेलो सर हजुर Sir? सर Yes. हजुर मैले sorry, अर्को सर एउटा क्विक क्वेसन है अनि यो अघिमा यसो चलाइरहेको थिएँ यो के बाइकले सेल घाँस लगायो म छैन छैन अनि अर्डर्समा डिटेल हेरेको यो टोटल फिल्ड भन्ने छ टोटल 5 फिल्ड 5 भन्ने छ सर सो मैले अनलाइनले के ट्राई गरेको हो सर स्क्रिन सेयर गर्न आउँछ हजुरलाई यो मेरो मोबाइलबाट हेरेको छु सर मोबाइलबाट हुन्छ ओके त सातो छ त मोबाइलमा मोबाइलबाट म चाहिँ जुममा छैन म उसमा चाहिँ छु सर के अरे भने म उसबाट ल्यापटपबाट छु म मोबाइलमा चलाइरहेको छु म मोबाइलबाट जुमबाट गरेर एकछिनपछि म हजुरलाई सेयर गर्छु नि है ओके नै भने चाहिँ मलाई वाट्सएपमा डाइरेक्ट कल गर्न न म सिकाइदिन्छु सर है त्यहाँ पनि ए हुन्छ सर नभए म हजुरलाई त्यो स्क्रिनसटहरू पनि हालेर पठाउँछु नि है ओके 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 स्योर सर ओके थ्याङ्क ओके यू सर अरू हेलो केही सर केही छ हजुर हजुर सर सर त्यो बाहिर सेल गर्नेले त्यो क्लास भइसकेछ कि भएन बाइङ र सेलिङको क्लास भइसकेको छ रेकर्डिङ छ मैले चाहिँ रेकर्डिङ नै अपलोड गरिदिन्छु मैले रेकर्डिङ पनि पठाइदिन्छु मैले कहिले कब बाई गर्नु छ कब सेल गर्नु छ त्यो ओके त्यो कुराहरू चाहिँ हामी सेसन्स क्लासहरू गर्दै गरिसकेपछि चाहिँ हामी सिक्छौँ त्यो कुराहरू चाहिँ त्यो यो वाला ब्याचमा भयो छैन हजुर यो वाला ब्याचमा भयो छैन थर्ड ब्याचमा अहिले अझै भएको छैन सर सबै कुराहरू हामी बिस्तारै बिस्तारै चाहिँ सिकाउँछौँ सर टर्न बाई हुन्छ टर्न सर हुन्छ 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 सर ओके सर ओके अरू केही क्वेसन्सहरू सर ओके मैले सर चाहिँ प्रिन्ट गरेँ हजुर सर हेलो